त्यसकारणले चाहिँ के अरे मुलुक बचाउनलाई राजा आऊ देश बचाऊ कस्तो नादानी कुरा हो भन्नुहोस् त। जुन राजाले आफूलाई बचाउन सके जुन राजाले आफूलाई बचाउन सकेन, आफ्नो रानीलाई बचाउन सकेन, आफ्नो युवराजलाई बचाउन सकेन, आफ्नो परिवारलाई बचाउन सकेन, आफ्नो दरबारलाई बचाउन सकेन, त्यसले देश बचाउन सक्छ? त्यसले चाहिँ जनतालाई बचाउन सक्छ? सक्दैन भन्ने कुरो बुझ्नुपर्छ हामीले। अनि आज हामी त्यस्तो बकवास गर्ने मान्छेहरू विरुद्ध हामी बोल्नु पर्दैन? समाजलाई फेरि पनि जङ्गली युगमा फर्काउन चाहनेहरूको विरुद्ध हामी बोल्नुपर्छ। हामी चाहिँ डेमोक्रेसीमा विश्वास गर्ने, के अरे लोकतन्त्रमा विश्वास गर्ने, जनताको लेख्ने, सभा सङ्गठन गर्ने, आफ्नो चाहिँ के अरे राज्य चलाउने मान्छे, आफ्नो चाहिँ के अरे नेता, आफ्नो राष्ट्रपति, आफ्नो प्रधानमन्त्री, आफ्नो प्रधान न्यायाधीश, सब आफ्नो सभामुख या आफ्नो ठुल्ठुलो मान्छेहरू सबै आफैले छान्न पाउने, आफ्नो गाउँपालिका अध्यक्ष, आफ्नो नगरपालिकाको प्रमुख, आफ्नो चाहिँ प्रदेशको मुख्यमन्त्री, तपाईँले चाहिँ नजिताइदिएको मान्छे मुख्यमन्त्री हुन सक्नुहुन्छ? जनताले भोट नहालेको मान्छे सक्दैन। राजालाई चाहिँ फुत्त चाहिँ खतीबाट ल्याएर चाहिँ कोही मुख्यमन्त्री हुन्छ? हुँदैन। अहिले त्यो जनता नै सर्वोपरि भएको यो प्रणालीको विरुद्धमा जसले बकवास गर्छ त्यो जनविरोधी हुनु बुझ्नुपर्छ, त्यो देश विरोधी भनेर बुझ्नुपर्छ। त्यसैले यो चिजको बारेमा आज चाहिँ फेरि चर्चा परिचर्चा भएको हुनाले मैले थोरै कुरा गरेको। अघि